हेलो गाइज वेलकम ब्याक टु माई एनदर भिडियो सो आज पनि एउटा नयाँ भिडियोको साथमा आइसकेको छु सो आजको चाहिँ मेरो कम्युनिकेसन स्किल अथवा पब्लिक स्पिकिङ स्किलको चाहिँ डे 95 रहेको छ। सो आज चाहिँ एउटा म हल्का थोरै एउटा साथीको मतलब हुन्छ नि एउटा एउटा त्यसको चाहिँ त्यसको परिस्थितिबाट चाहिँ तपाईँलाई चाहिँ एउटा लाइफ लेसन दिन चाहन्छु मतलब सो स्वागत गरौँ उता हाम्रो चाहिँ भोलि इक्जाम छ, त्यही पनि म्याथ विषयको होइन। सो म्याथ विषयको इक्जाम छ, प्र्याक्टिस छैन, पुरै किताब पढाउनु पर्ने छ, पुरै किताब भ्याउनु पर्ने छ। सो यसमा चाहिँ अघि 1-2 घन्टा अगाडि चाहिँ 1 घन्टा अगाडि चाहिँ कति 2-3वटा च्याप्टर भएको छ। अब यसमा लगभग 10वटा जति च्याप्टर छ बाँकी अब पढ्नु पर्ने होइन। सो भोलि नै इक्जाम छ, कस्तो अनुभव भइराख्यो होला एकचोटि भनौँ त। जानिएको छैन, भोलि इक्जाम छ अनि कसरी प्र्याक्टिस गर्ने, आज प्र्याक्टिस गर्ने कि भोलि गएर लेख्ने, अब एकैचोटि प्र्याक्टिस गर्ने। सो वाट्स अबाउट यु? म केही भन्न सक्दैन गाइज। इक्जामको प्रेसर लियो कि के हो? इक्जामको प्रेसर हो। इक्जाममा धेरै प्रेसर लिनु हुन्न कि हो कि होइन? हेर्नुहोस्, हजुर पनि रिलेट गर्नुहुन्छ होला। हजुरहरू पनि पहिल्यैबाट पढ्दै आउनुपर्छ, प्र्याक्टिस गरिरहनुपर्छ होइन। अब हामी फेरि होइन, मान्छे थाहा पाउनु टिचरले पढाउँदा ध्यान नदिने, पछि इक्जाम आउँदाखेरि 2-3 दिन अगाडि हल्का चाहिँ पढाए जस्तो कोसिस गर्ने, फेरि राखिने, त्यस्तै खेल हो। सो त्यही भएर हामी पढ्नुपर्छ। त्यही भएर चाहिँ सरले पढाउनु बेलाको जुन अब म्याथ विषय छ, म्याथ विषय हुन्छ नि, अब साइन थिटा कस थिटा कहाँनिर प्रयोग हुन्छ भन्छ, त्यो चाहिँ प्रयोग चाहिँ हामीले चाहिँ त्यो जीवनमा चाहिँ कहाँनिर प्रयोग हुन्छ, त्यसमा चाहिँ जुन तपाईँहरू चाहिँ यो जुन मोबाइलमा सोसियल मिडियाहरू हेरिरहनु भएको छ नि, तिनी चाहिँ साइन थिटा कस थिटाको, अनि त्यसपछि होइन तपाईँहरूको रियल नम्बरहरूको सबै यिनी प्रयोग गरेरै हो, अनि स्ट्याटिस्टिक प्रयोग गरेर नै हो यो सोसियल मिडियाहरूको एल्गोरिदम बन्ने। र तपाईँले चाहिँ सोसियल मिडिया चलाउनु भएको छ, सो तपाईँको म्याथ छैन भने तपाईँको केही पनि छैन कि। सो म्याथ नै एउटा बेसिक एकदमै धेरै नै, म्याथलाई एउटा हुन्छ नि एउटा परम्परागत भाषा नै के छ भने चाहिँ युनिभर्सको भाषा नै म्याथ हो कि, अथवा म्याथ भाषा नै युनिभर्सको ल्याङ्ग्वेज हो, मतलब त्यसरी बुझ्नु पऱ्यो होइन। हाम्रो हिन्दू धर्मको हेरौँ न, पछाडिको शास्त्रहरूमा वेदहरूमा के छ, सब म्याथहरू छ। म्याथमै रहेर चाहिँ पुरै ब्रह्माण्डको चाहिँ युनिभर्सकै बारेमा चाहिँ लेखिएको छ होइन। सानो सूक्ष्मदेखि चाहिँ ठुलो ब्रह्माण्डसम्मको पुरै म्याथमा चाहिँ एकदमै रिलेट गर्छ कि, हरेक क्षेत्रमा म्याथ छ क्या होइन। जति पनि तपाईँहरूले पढ्नु भएको छ नि, त्यो सबै हाम्रो हिन्दू धर्मको शास्त्र ग्रन्थ वेदहरू पुराणमा सबैको भेटिन्छ, कुनै न कुनै ठाउँमा भेटिहाल्छ म्याथको बेसिक कुरा, त्योबाट चाहिँ सुरु भएको मानिन्छ। तर होइन त्यो त यताउता चाहिँ कहिले कसैले भन्छ अब विदेशी चाहिँ आजकल भन्छ त सर आइज्याक न्युटनले चाहिँ हो ग्राभिटेसनल फोर्स निकाल्यो, पाइथागोरस थ्योरम हुन्छ, यिनी सबै हाम्रो ग्रन्थमा छन् कि पहिले नै। अब यो अब उसले नै पत्ता लगाएको हो कि अब खास यताबाट इन्डियाबाट अब हिन्दू धर्मको चाहिँ उसले चोरेर गएको हो, आफ्नो नाम दिएको मात्रै हो भन्ने कुरा, त्यो चाहिँ रिसर्च गर्नुपर्छ होइन। सो त्यही भएर चाहिँ होइन म्याथ बस्ने कुरा चाहिँ राम्रोसँग पढ्नुपर्छ, त्यो चाहिँ एकदमै बेसिक लेभलदेखि नै राम्रोसँग पढ्नुपर्छ। म्याथ भनेको पढेर आउनु पऱ्यो क्या, इङ्ग्लिस नेपाली चाहिँ ल्याङ्ग्वेज हुन् होइन। म्याथ आउनु पऱ्यो, साइन्स आउनु पऱ्यो, सो फिजिक्स आउनु पऱ्यो, साइन्स मतलब फिजिक्सबाट पढ्छ। सो म्याथमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। म्याथ भनेको म्याथलाई कसरी प्र्याक्टिस गर्ने भन्दाखेरि सरले पढाइराखेको हुन्छ, ध्यान दिनु पऱ्यो, अनि त्यसपछि चाहिँ घर आएर चाहिँ त्यसको बारेमा चाहिँ हल्का आएर नोटहरू गर्नु पऱ्यो, त्यसको चाहिँ प्र्याक्टिस गर्नु पऱ्यो। यदि जानिएको छैन भने भोलि गएर चाहिँ सरलाई सोध्नु पऱ्यो। अनि सर त अगाडि बढिराखेको हुन्छ होइन, सरलाई चाहिँ कोर्स भ्याउनु पर्छ। सो
सरले कोर्स भ्याउने क्रममा चाहिँ तपाईँहरूले विद्यार्थीको के काम हुन्छ भने चाहिँ सरले पहिले पढाएको चाहिँ क्वेसनहरूको प्र्याक्टिस गर्ने मजाले। सो प्र्याक्टिस नगरेर आज उताको प्रेसर हालत छ यस्तो होइन। सो त्यही भएर चाहिँ पहिल्यैदेखि प्र्याक्टिस गर्नुपर्छ। म्याथ भनेको जति पनि प्र्याक्टिस गरे उति राम्रो हुन्छ क्या। तर चाहिँ म्याथ भन्ने कुरा सबैलाई सबै आउँदैन, त्यही भएर प्र्याक्टिस गरिराख्नुपर्छ, भुलिन्छ होइन। सो आजको चाहिँ त्यही हो, म्याथ भनेको सबै इम्पोर्टेन्ट हो, सबभन्दा महत्त्वपूर्ण सब्जेक्ट हो होइन। सो यसलाई चाहिँ पुरै प्र्याक्टिस गर्ने हो, सरले भनेको बुझ्ने हो, कन्सेप्ट ल्याउने हो। त्यही कन्सेप्टलाई चाहिँ आफ्नो त्यो अपरेसन यानि कि हिसाबहरूमा चाहिँ न्युमेरिकलहरू हुन्छ नि जेभेनिसिसमा चाहिँ, अनि क्वेसनहरू चाहिँ सल्भ गर्नु पऱ्यो होइन। सो थ्याङ्क यू। आज चाहिँ यही नै रहेको छ। आज चाहिँ अब चाहिँ यो अब यिनी बाँकी रहेका 10वटा च्याप्टरहरू चाहिँ आज कम्प्लिट गर्नुपर्ने छ। सो भोलिको हेरौँ, अब भोलिको रिजल्ट कस्तो आउँछ, भोलिको पेपर कस्तो आउँछ, र त्यसपछि चाहिँ रिजल्ट कस्तो आउँछ भन्ने कुरा हो। उसमा चाहिँ अब उसमा भर पर्छ। अब मेरो काम त टिचिङ गर्ने काम हो, उसको चाहिँ अब लर्निङ गर्ने काम, लर्न गरेर चाहिँ रिटर्न गर्ने काम हो इक्जाम पेपरमा। सो उसले कसरी लेख्छ, उसैले कसरी लेख्छ, त्यो उसमा भर पर्छ। सो थ्याङ्क यू सो मच, ह्याभ अ नाइस डे, बाई। थ्याङ्क यू सो मच।